हेलो भन्छ हेलो भन हेलो भन हेलो भन Hey guys, good afternoon. Welcome to my new vlog. I hope you guys are doing absolutely great. Guys, अहिले दिउँसोको 3 बजेको छ हैन अनि हामी चाहिँ हाम्रो श्रीकृष्ण बडो म यता भएर हाम्रो फ्यामिली भएर अनि यता नजिक एउटा पार्क छ सातोमी पार्क भन्ने यो पार्कतिर जान्छौँ गाइज। आज खास टाढै जाने प्लान थियो अनि बिहानभरि पनि पानी पर्यो नि त पानी गाड्ने गर्दा टाढा जान सकिएन त्यही भएर नजिकै यता सातोमी पार्कतिर जान्छौँ गाइज। हेर्दै गर्नु होला गाइज स्टे ट्युन। 次の一時停止標識で右方向。गाइज अहिले हामी चाहिँ यता गाडी पार्क गर्ने ठाउँमा पार्किङ गरेर अब यता कोइनतिर पार्कतिर जान्छौँ गाइज। यता नजिकै रहेछ कि पार्क गर्ने ठाउँ यहाँ ट्याक्क पार्क गरेर यतै जान्छौँ गाइज। ल गाइज आजको मौसम नि यस्तो राम्रो छ कि शीतल खालको मौसम छ कि अक्सर गरी यो जापानमा 5 को महिना त्यसपछि गएर 10 को महिना 11 को महिनामा यो महिनाहरू चाहिँ एकदमै वेदर एकदम राम्रो हुन्छ गाइज। यता गाडीहरू आइरहेको छ म यता रोडमा यस्तै स्टोरहरूको भएर हिँड्दैछु अनि बाटोतिर ध्यान दिनु पर्यो नि त त्यही भएर गाइज। हेर्नु न गाइज यो चाहिँ नेपालतिरको ढुङ्गे धारा जस्तो छ कि। सकिन हौ बिस्तारै बिस्तारै खै बिस्तारै गरेर हो त्यहाँ बिस्तारै हो। गाइज यो पार्क चाहिँ यहीँ इचकावामा पर्छ होइन। इचकावा स्टेसनबाट हिँड्दै आयो भने त्यही 20-25 मिनट अथवा कुनुदाई स्टेसनबाट हिँड्दै आयो भने 10-15 मिनट जति लाग्छ। अनि यो पार्क चाहिँ एकदम रमाइलो खालको छ कि यस्तो एकदम फुलहरू एकदम धेरै छ होइन। फुलहरू एकदम धेरै छ अनि रुखहरू भयो अनि त्यसरी आएर बसेर खानालाई यो कुर्सीहरू टेबलहरू सबै छ। बच्चाहरूको लागि खेल्नको लागि यता छुट्टै उता अहिलेको पार्क छ होइन। अनि यहाँबाट उता चाहिँ जङ्गल पनि छ क्या ठुलो जङ्गलहरू जस्तो छ त्यो हाइकिङ गर्नको लागि पनि एकदम ठिक छ गाइज। रमाइलो छ आज यहाँ आउने फोटोहरू खिच्ने अनि यति नर्मल भिड हो त्यही भएर आएको बेला ब्लग पनि बनाइहालौँ भनेर यसरी ब्लग बनाउनु लाग्यो। जापानमा त गाइज यस्तो पार्कहरू नि लगभग प्रत्येक 500 मिटर अथवा त्यसको आसपासमा पार्कहरू हुन्छ होइन। अनि त्यो पार्कभित्र चाहिँ सम्पूर्ण सेवा सुविधाहरू हुन्छ कि बस्ने ठाउँहरू खाने ठाउँहरूदेखि लिएर गएर एकदम सरसफाइ एकदम राम्रो हुन्छ होइन। अब शौचालयहरू पनि त्यहाँ हुने भयो खेल्ने ठाउँहरू पनि हुने भयो होइन। नेपालतिर नि यस्तै कन्सेप्टले प्रत्येक सिटीमा प्रत्येक वडामा अथवा प्रत्येक वरिपरि होइन भनौँ न पालिकाहरूभित्र यसरी पार्कहरू बनायो भने चाहिँ एकदमै ठिक हुन्छ जस्तो लाग्छ कि।
आफूलाई पनि ठिक भयो रिलिफ हुनको लागि अनि बच्चाहरू खेल्नको लागि पनि एकदमै ठिक भयो होइन अनि कोही टुरिस्टहरू घुम्न आयो भने पनि एकदमै ठिक हुन्छ नि त त्यो खालको कन्सेप्ट चाहिँ नेपालतिर ल्यायो भने एकदमै राम्रो हुन्छ जस्तो लाग्थ्यो मलाई नेपालमा खै गर्ने मान्छे कोही छैन यो मेरो सानो छोरी गाई जस्तरी बसेर मच्छरले गाला मोटो गरेर कस्तो लाग्यो तिनीहरू चाहिँ यस्ता खेल्दैछन् कि गाइज यो पार्क नि गुलाबको लागि एकदम फेमस छ क्या हेर्नु न कति धेरै खालको गुलाबहरू छ कि त्यो रङ्गी बिरङ्गी गुलाबहरू सायद यहाँ 30-40 थरी गुलाबहरू छ होला प्रत्येक गुलाबको फोटोहरू पनि यस्तै टाँसेको छ होइन अनि यो वाटर यो क्या त्यस्तो बनाएको छैन स्ट्याचुतिर अनि छोरी र म चाहिँ यता यस्तै डुल्दै गुलाब चाहिँ एकदम धेरै छ कि बस्नको लागि ठाउँहरू पनि ट्याक्क छ बिहान मर्निङ वाक आउने ठाउँहरू मेरो यो म यहाँ नजिकै बस्छु आयो एकदम फ्रेस हुन्छ कि गाइस म पहिला 6-7 महिना बिदा बस्ने बेलामा 3 दिन आउने पार्क गाइस यो गाइस गुलाब चाहिँ एकदम धेरै छ कि हेर्नु न माथिबाट यस्तरी कति धेरै गुलाब छ यता यस्तो गेट छ होइन हेलो भन्छ हेलो 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 यो जापानिजहरू यति धेरै पुरै फोटो खिच्दैछन् गाइज अहिले हाम्रो चाहिँ यहाँ फोटो सेसन हुँदैछ कि अहिले फोटो खिच्नु भनेको 4जना बच्चाहरू हेर्नु न हेर्दा हेर्दै घरिको कता भएको छ पोखरीको कता भएको छ तर जङ्गलतिर आसी हावा चाहिँ कस्तो फ्रेस हुन्छ है हावा यस्तो आनन्द फ्रेस हावा आउने कि रुममा बसिन्छ नि त एसी जति बेला लाएको गरिन्छ 2टा एसी लाएको हुलाइछ हुन्छ आनन्द यहाँबाट चाहिँ स्काई ट्रीको फोटो खिच्नु मिल्छ क्या कता हो यहीँ हो क्या एरिया कता हो यही हो गाइज अहिले हामी चाहिँ यो भेन्डिङ मिस्टीबाट आइसक्रिम निकालेर आइसक्रिम खाँदै गएछ मम्मालाई देऊ छोरी मम्मालाई देऊ किन्नु अहिले चाहिँ हामी गाई घरतिर फर्किँदै है दिनभरि डुलियो थाकियो अब चाहिँ घरतिर जाँदै अनि हामी चाहिँ येदो गाउँ आउँछौँ येदो गाउँ भनेको टोकियोमा पर्छ येदो गाउँबाट उठाएर यस्तो गाडी चलाउँछन् सस्तो गाई चाहिँ अहिले हामी चाहिँ येदो गाउँ आइयो होइन येदो गाउँमा आएर गाडी साडी पार्क गरेर अब हाम्रो श्रीकृष्णपुरको घर यो हो यो घर बस्छन् अनि त्यहाँ गएर एकछिन बसेर खानासाना खाएर बेलुकातिर घर फर्किने गाई आजको ब्लग पनि यत्तिकै सकिने भयो गाई दिनभरि डुल्यो घुमियो खाइयो यस्तै यस्तै छ तपाईँहरूको के हुँदैछ कता हुनुहुन्छ कसरी दिनहरू बित्दैछ